हेलो गुड आफ्टरनुन एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आशा गर्दैछु हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। यो चाहिँ हजुरहरूले सबैले चिन्नुहुन्छ होला, कमेन्ट गर्नु होला के को भ्यू हो। अनि मैले चाहिँ समयमै छरेको उम्रेछ भनेदेखिको यसो चाडबाडमा अब दसैँ तिहार आउँदैछ हो, खानु पाइन्छ कि भनेर छर्दैछु। हजुरहरूले यसको भ्यूलाई चिन्नुभयो भने कमेन्टमा बताउनु होला के हो यो अनि कसको भ्यू हो भनेर। हजुरहरूले पनि लगाउनु भएको छ कि छैन? चाडबाडमा त्यही हो, माछा मासु खाँदा खाँदा वाखा लाग्छ होइन, सब्जीहरू खानु मन लाग्छ भनेर हरियो परियो सागसब्जीहरू त लगाउनु पर्छ। अनि अब हाम्रो त बारीमा बेसी गुवाहरू भएको कारणले गर्दाखेरि चाहिँ सेफ हुन्छ भनेर मैले छतमा पटमा लगाएको। अनि यो चाहिँ हो काँक्राको बिउ। काँक्राको हुनु त सिजन छैन र पनि मैले चाहिँ लगाइराखेको। अनि हामीले चाहिँ सिबी पनि रोपेको थियो, सेतो खाले धेरै सिबी। म र मेरो हस्बेन्ड मिलेर मचान पनि बनाएँ। अनि 2 दिन बादमा हेरेको त यत्रो भएछ मैले छरेको बिउ हो। अन्त फेरि 3 दिनको बादमा हेरेको यत्रो भएछ। अनि मैले 5 दिनको बादमा हेऱ्यो यत्रो भएको छ गाइस। र आज चाहिँ 6 दिनमा हेर्दा हो यतिको भएको छ। अनि कमेन्ट गर्नु होला, मैले दसैँमा यो साग खानु पाउँछु पाउँदिनँ, खाने लायक हुन्छ हुँदैन। अनि गाइस यो चाहिँ सिबी हो, अहिले